25 उनलाई 50 50 हुनु पर्यो हैन। अब यहाँ 0 0 0 के 0 0 0 50 त्यसपछि यहाँ 25 है यसरी पर्छ यसरी डिजाइन हुन्छ है। अनि यस्तो नम्बर लेख्नु पर्यो भने हामीले के लेख्छौँ त अब 102 ड्यास 2500 यस्तो कन्सेप्ट मात्रै बनाउँछौँ कि यसरी गर्नुपर्छ न बुझिन्छ। होइन त्यस्तो डेप्थमा जान पर्दैन तपाईँको चाहिँ तपाईँले बुझ्ने भनेको भिडियम प्रोजेक्सन भनेको 6 डिग्रीको फोटोहरू बन्छ अनि त्यसमा चाहिँ के हुन्छ हाम्रो 80 डिग्री साउथदेखि 84 डिग्री नर्थसम्म त्यसको चाहिँ के हुन्छ म्यापिङ कभरेज हुन्छ भनेर त्यति बुझ्ने हो कि त्यहाँ धेरै डिटेलमा जानु पर्दैन। रञ्जुजी अरू आज भन्नु सुन्नु न हामीहरू चाहिँ अहिले त्यो कोर्डिनेट निकाल्नु भयो हैन त्यो ग्रिड सिटको अनि त्यसको डिपली चाहिँ यो 2500 को स्केल अनि 500 को स्केलहरू पनि सोध्न सक्छ। तपाईले अहिलेसम्म सोधेको छैन के त्यति डेप्थमा तपाईले गर्न सक्नुहुन्न सोधेको छैन अहिलेसम्म। त्यही त गाह्रो हुन्छ नि सर गाह्रो छ त्यो त त्यति सजिलै आउँदैन त्यो तरिका त्यो ग्रिड सिटको अहिलेसम्म सोधेको थियो ग्रिड सिटको कर्नरको मात्रै सोधेको हेलो सर हजुर भन्नु। ग्रिड सिटको कर्नर निकाल्नको लागि हामीहरूलाई थाहा हुन्छ हुनुपर्ने कि सेन्टर मिडलबाट कतातिर जानुपर्छ भने कसरी थाहा हुन्छ कि आफै थाहा हुन्छ नि त त्यो डिजाइन गरिसकेपछि थाहा हुँदैन त सिटको चाहिँ जस्तो तपाईको यहाँ नम्बरहरू छ सिटको नम्बर भइसकेपछि के हुन्छ यहाँनिर यहाँ तपाईले हेर्दा साथ थाहा भइहाल्छ नि तपाईको सेन्टर मेडियनबाट कता छ भन्ने कुरा त यसैबाट थाहा भइहाल्छ नि तपाईको ग्रिड इन्डेक्सबाटै। यो त एक्जाममा हुँदैन नि एक्जाममा भएन भने नि त तपाईले बनाउन सक्नुहुन्छ नि त। जस्तो ल कुनै नम्बर भन्नुस् त कता पर्दो रहेछ म हेर्छु ल कुनै नम्बर भन्नुस् त कति 006 ल 006 भन्नुभयो तपाईले 006 को 006 चाहिँ कहाँ पर्दो रहेछ भन्नु पर्यो भने यो त के हो त 1 देखि 60 सम्मको भनेपछि यो कतिमा पर्यो त 81 डिग्री इस्टमा पर्यो हो हैन 81 डिग्री इस्ट भएपछि के हुन्छ यो सेन्टरबाट 3टा ग्रिड यतापट्टि छन् अनि 3टा ग्रिड कता छ त यो सेन्टरबाट यतातिर छ हैन सेन्टर भन्नासाथ त्यो बिचा हो। अब हामीले के गर्ने त यहाँ कोनबाट नजिक हुन्छ नम्बर अब नम्बर राख्दै जान्छ 01 002 003 004 005 006 भनेपछि यहाँ पर्दो रहेछ नि त यो त यसरी प्लट गर्ने कि जुन सेन्टरको पर्छ त्यसको चाहिँ त्यसको बनाएर प्लट गर्ने कि अनि आइहाल्छ कि त्यो त कहाँनिर पर्छ भन्दा अब तपाईँको त मानव एक्जाम्पलको लागि चाहिँ तपाईँको छ 132 आयो कहाँनिर पर्छ भनेर चाहियो भने अब 132 को त के हुन्छ हामीले 132 निकाल्नु पर्यो भने नि मलाई नि थाहा छैन त्यो त सेन्टरबाट कता पर्छ भने यो त कुनको भयो त 132 भनेको चाहिँ 87 को भयो 87 डिग्रीको हैन। अब 3टा यता 1 2 3टा अनि यता 1 2 3टा यता सेन्टर त्यहाँ छ। अब के गर्ने भन्दा 121 देखि 126 122 123 124 125 126 132 को यहाँ पर्दो रहेछ होइन 132 यसरी अब यहाँ पर्छ। अब यसको कर्नरका कोर्डिनेट भने यहाँ इस्टिङ भन्यो भने यो सेन्टरबाट कति हो त 500 550 600 भयो नर्थिङ भने 3400 3350 3300 भयो सिधै त्यसरी निकाल्ने। यसको कोर्डिनेट निकाल्नु 132 को उता भयो नि त यो हजुर कति भयो भन्नाले यो 500 सेन्टिमिटरबाट 32 अब कुन कर्नरको निकाल्ने भन्ने 132 को कर्नर भए यहाँबाट सुरु हुन्छ हैन यो सेन्टर यो भयो यहाँबाट 500 छ यो भनेपछि 550 600 हुने भयो इस्टिङ
टेस्टिङ 600 हो नर्डिङ चाहिँ 3400 बाट 3350 3300 एउटा 3300 र 600 किलोमिटर 600 भयो दुईवटा कुना आयो कि दुईवटा चारै कुना सबै आयो अनि अरु त जोड्ने हो नि त त्यसमा यता भयो 50 जोड्ने यता भयो 50 जोड्ने गर्नु पश्चिममा गएपछि नर्दिङ घर सेम घटाउनु पर्छ इस्टिङ गर्छ नि त इस्टिङ गर्छ दक्षिण भयो भने नर्दिङ गर्छ नर्दिङ गर्छ ओके अरु साथीहरु के छ रन्जुजी अघिदेखि हात उठाउनु भएको छ बोले हैन रन्जु मण्डल अस्सी 81 को पेपर गरिदिनु होला नि त्यसको एक्जामको सोलुसन अहिले बनेको छैन हैन बन्यो भने शेयर गर्छ होला हाम्रो मान्छेले 80 र 81 को अरु छ